सबैलाई नमस्कार। यति बेला म दाङको तुलसीपुरमा रहेको थारू सङ्ग्रहालय चखौरामा छु। एकदमै मनमोहक दृश्यहरू रहेछ यहाँ, जो कि थारू संस्कारमा, थारू संस्कृतिमा, थारू वेशभूषामा कस्तो किसिमको चालचलन हुन्छ, कस्तो किसिमको रीतिरिवाज हुन्छ, के किसिमका सामग्रीहरू युज हुन्छन्, त्यो किसिमका देखाइएको छ। यो यहाँ देख्न सक्नुहुन्छ, यो आगो बलिरहेको छ। यो माथि हामीले चाहिँ खाजाहरू भुट्न सक्यौँ, मकैको खाजाहरू, अन्य खाजाहरू। यसमा पनि यस्तो छ, यो आगो बलिरहेको छ। तपाईँले प्रश्न देख्न सक्नुहुन्छ। योभन्दा रोचक रोचक दृश्यहरू बाहिर पनि रहेका छन्। अब यो भनेको हामीले देख्न सक्छौँ, प्राय थारू जातिहरूले यसमा सामान राखेर यसरी बोकिराखेको हुन्छ। एकदमै सौन्दर्य छ, रमाइलो खालको छ। अनि यता देख्नुभयो, यता देख्न सक्नुहुन्छ, यता पनि अब यो त्यति जानकारी हामी छैनौँ, यो थारू समुदायलाई थाहा होला। तर हामीलाई चाहिँ हेर्नमा चाहिँ एकदम मजा आइरहेको छ, आनन्द आइरहेको छ। मेरो क्यामेरामा यति बेला जीवन नाति एकदमै साथ दिइरहेका छ, मलाई पनि मजा लागिरहेको छ। यता के छ बाबु, यता के रहन्छ? यता बाहिरको दृश्यमा तपाईँलाई देख्न चाहन्छु। बाहिरको दृश्यमा यी सबै थारू समुदायको ड्रेसमा कसैले मादल बजाउनु लाग्नु भएको छ, कोही नाचिराख्नु भएको छ। यो सायद थारू नाच नै होला। अब हामीले देखिरहेको कुरा हो। एकदमै रोचक रोचक दृश्य छ, म तपाईँहरूलाई देखाइराखेको छु। एकदमै हेर्नुमा आनन्द आइरहेको छ। यता यो थारू समुदायका पुरुषहरू बसिराख्नु भएको छ। सायद केही कुराकानी होला, केही होला, आफ्नो एक किसिमको रीतिरिवाज अनुसार केही गरिराख्नु भएको छ होला, त्यति हामीलाई जानकारी छैन। यता अर्को लेडिज हुनुहुन्छ, महिला, उहाँले चाहिँ पैसा थापेर बस्नुभयो। एकदमै रोचक रोचक दृश्यहरू। म अर्को घरभित्र छिर्दैछु। यो घरभित्र पनि त्यही किसिमको रहेछ, खासै फरक रहेनछ। त्यही किसिमको यो ढरियाहरू, धानहरू, थारू समुदाय राख्ने धान, मकै, जे हुन्छ अन्न उत्पादन, ती चिजहरू राख्ने ठाउँ रहेछ। यो भवनबाट निस्केर म अर्को भवन जाँदैछु। अब यता देख्न सक्नुहुन्छ, यता ठ्याक्क कुवाबाट पानी निकालिरहेको छ, पानी रहेको छ, जो कि थारू समुदायको महिला दिदीले निकालिराख्नु भएको छ। यता घैटोमा उहाँहरूले बोक्नुपर्ने पानी केही होला, मजाले आनन्दले बोकिराख्नु भएको छ। उहाँहरूले थारू समुदायमा झल्किने जे चिजहरू छन्, एकदमै यो चिजहरूबाट चाहिँ झल्काउनु भएको रहेछ। एकदमै रमाइलो छ। अब यता देख्न सक्नुहुन्छ, थारू समुदायका मान्छेहरू सम्पूर्ण एउटा गोलमेज गरेर बसिराख्नु भएको छ। हेर्दा पनि आनन्द आउने त्यो किसिमको मनमा शान्ति मिल्ने संरचनाहरू बनाइएको रहेछ। उतातिर हेर्नुहुन्छ, बाहिरतिर देख्नुभयो एउटा सुँगुरलाई लडाइरहेको छ। यसमा चाहिँ अब भाला रोपिरहेका छ। थारू समुदायमा चाहिँ यो पनि चलन छ भनेर उहाँहरूले झल्काउनु खोज्नुभएको रहेको अवस्था छ। तपाईँहरू यता देख्न सक्नुहुन्छ, यता थारू समुदायमा हुने यो के चिज हो, हामीलाई चाहिँ नाम त्यति आएन। थारू समुदायमा सबै आनन्द छ। यता पनि छ, कसैको आँखामा जान्छ, तर यता चिन्ह अङ्कित गरिएको छ सानोमा। उता भाले, यता पोथी, एउटा नमुना जोडी पनि देखाएको छ। यसका आफ्नै अर्थ छन् होला, आफ्नै संस्कृति छ होला, तर त्यति हामी जानकार छैन। तर हामीलाई हेर्नमा एकदमै आनन्द आइरहेको छ। यति बेला हामी यताबाट चाहिँ अगाडि लाग्छौँ। यति बेला भिडभाड पनि भइरहेको छ सङ्ग्रहालय हेर्नको लागि। एकदमै भिडभाड बढेको छ अहिले। ल स्टप बाबु, हेर्नु के कस्तो हुन्छ त्यो निहाल्दै हामी हिँडिरहेका छौँ। हाम्रो यति बेला 7 जनाको पनि छ, जीवन नाति, हाम्रो जेठान, मेरो भाइ शिवराज, बाँकी 2 जना चाहिँ बाहिर जानुभएको छ। हामी निहाल्दै हिँडिरहेका छौँ। एकदमै रमाइलो, मलाई चाहिँ आनन्द मिल्ने खालको दृश्य हामीले हेरिरहेका छौँ। हामीले हाम्रो घरतिर पनि यो देख्छौँ, यो ढिकी, यो चाहिँ धान, मकै, गहुँहरू कुट्नलाई चाहिँ प्रयोग हुने ढिकी हो। थारू समुदाय पनि रहेछ। एकदमै रमाइलो छ, तर यसलाई अहिले युज गर्न मिल्दैन, कुट्न मिल्दैन। यो यस्तो खालको हुन्छ भनेर नमुना मात्र देखाइएको छ। चाकी, यसको माथिको यो जाँतो भन्छ हाम्रोतिर, त्यो जाँतो चाहिँ रहन्छ अहिले। यसलाई यसरी पिस्न मिल्छ छैन अहिले। मेन गरी चाहिँ रोचक दृश्यहरू यता एकदमै रमाइलो छ। थारू समुदायभित्र बस्ने एकदमै रमाइलो दृश्य चाहिँ यता छ हाम्रो। यता देख्न सक्नुहुन्छ, यो सबै यो थारू समुदायभित्र पर्ने उहाँहरूको वेशभूषा, उहाँको ड्रेसअपहरू, हरेक कुराहरू चाहिँ एकदमै रमाइलो देखिएको छ। र उहाँहरूले बजाउने बाजा गाजादेखि हरेक कुराहरू देखाइएको छ यहाँ। लगत्तै हामीले यता पनि देख्न सक्छौँ, यतातिर पनि देख्न सक्नुहुन्छ।
जग्गाहरू एकदमै आनन्द छ। बुङ्गरहरू पनि रहेछन् त्यहाँ बुङ्गरहरू छन् होइन एकदम आराम छ। थारू समुदायमा आइसकेपछि नखाइकन नबिर्सिकन जहाँ खानुपर्ने चिज ठ्याक्कै यहाँ छँदैछ होइन होइन भिडियो खिच्न पाइन्छ यहाँ पाइन्छ नि भिडियो खिच्न पाइन्छ